from now. If I'm not feeling any less sour, I promise myself to treat myself and visit a nearby tower. And climbing to the top, will throw myself off in an effort to make clear to whoever what it's like when you're shattered, left standing in the lurch at a church where people were saying, my God, that's tough. She stood him up. No point in us remaining. We may as well go home, 'cause I did on my own. Welcome to day 2. दोस्रो दिनमा सबैजनालाई स्वागत छ। हामी चाहिँ अब लाग्न थालिसकेको छौँ। हाम्रो गाडी प्याक भइसकेको छ। हाम्रो महाना बाबाहरूले गाडी प्याक गर्दै हुनुहुन्छ। थोरै घाम पनि ताप्दै हुनुहुन्छ। आनन्दले बस्दै हुनुहुन्छ। So we'll be heading to Montreal right now and then अब त्यहीँ गइसकेपछि हेरौँला। अलिकति पानी सानी जुस सुस खाएर हामी निस्किसकेको छौँ। अलि अन्डा र केरा खानेले खायो, नखानेले खाएन। ठिक छ, नखानेले पछुताउँछ। सो लेट्स गो है त। अब हामी हिँड्नेवाला छौँ। लेट्स गो। राइट नाउ हाम्रो चाहिँ अहिले तेल भर्दैछौँ। दिस इज द सेकेन्ड तेल अफ द ट्रिप। दोस्रो तेल हुँदैछ, जाँदैछ। बसी बसी देखाउँदै हुनुहुन्छ उहाँहरूले चाहिँ। जे होस् एकदम सुविधा राम्रो दिन चाहन्छु। देउतै हो सो फिलिङ इट। अनि अब सर्टेन टाइम पछि जे होस् हामी चाहिँ अब हामी यहाँदेखि निस्किनेवाला छौँ सबैजना भएर होइन। यहाँ एकजना सुतिरहनु भएको छ। So I guess we'll grab some coffee from inside and then we'll move ahead है त। अब धेरै टाइम वेस्ट गर्न पनि छैन। सो लेट्स गो। वी आर फाइनली हियर एट क्युबेक होइन। क्युबेक आइसकेको छौँ हामी। दिस इज नट मोन्ट्रियल बट वी आर एट क्युबेक। अब चाहिँ यहाँदेखि अलमोस्ट 1 घन्टामा हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्नेवाला छौँ। एज यु गाइज क्यान सी वी आर हियर राइट नाउ एट पार्किङ लट। किनभने हामीलाई पिसाब फेर्न छ। वी क्यान ग्राब सम कफी एन्ड देन विल गो है। टक्क यहाँ देख्न सक्नुहुन्छ। यहाँ आइसकेपछि इङ्ग्लिस पनि अलिकति कमै युज गर्छ होइन यो प्रोभिन्समा। किनभने इट्स नन फर इट्स फ्रेन्च ल्याङ्ग्वेज अलिक बढी बल्छ यो प्रोभिन्समा चाहिँ। सो सबै कुराहरू हामीले फ्रेन्चमै देखिरहेको हुन्छौँ। सो लेट्स गो इनसाइड। अलिकति अब रेस्ट गरौँ, त्यसपछि निस्किहालौँ है त। अलराइट गाइज वी फाइनली मेड इट टु मोन्ट्रियल। सो वी आर हियर एट मोन्ट्रियल। ओके, मोन्ट्रियल आइसक्यौँ हामी। हाम्रो ग्याङ चाहिँ जे होस् मोन्ट्रियल आइसक्यो। हामीले पार्क पनि गरेर हामी रेडी पनि भइसक्यौँ। तर अर्को ग्याङ आउनलाई चाहिँ एकदम ढिलो भइरहेको छ। सो वी आर वेटिङ देम होइन। एकछिन वेट गरिरहेको छौँ। 2-3 जसम्म हामीले फोटो खिच्नेवाला छौँ। फोटो खिचिसकेपछि अनि बल्ल अझै अगाडि गएर विल एक्सप्लोर द मार्केट। अनि अरू के गर्ने प्लान छ? अरू नयाँ सामान किन्ने, त फ्रिजमा चिप्काउने। तिमीलाई के किन्न मन छ? के किन्न मन छ आज यहाँदेखि यहाँको मार्केटबाट? यहाँबाट मेरो आई लभ मोन्ट्रियल टी सर्ट, लुगा, फ्रिज म्याग्नेट, केही अब त्यस्तै सुभेनियर। अनि कस्तो लागिरहेछ त मोन्ट्रियल पहिलोचोटि? भिडियो पनि भइरह कि के हो? भिडियो भइरह, भिडियो देखिरह देख्नेले। कसले गरिरह त? त्यहाँ भइरह हेर। भर्खरै हामी आइपुग्यौँ। अनि भर्खर गाडी पार्क गरेर अब अर्को टोलीहरूलाई कुरिरह्यो। अहिलेसम्म राम्रै, मेरो एक्सपेक्टेसन एकदम हाई छ। मिट हुन्छ कि हुँदैन हेरौँ। हामी चाहिँ अहिले यत्तिकै हिँडेको मात्रै छौँ है। नर्मली भिड छ अलिकति। यहाँ चाहिँ मजाको भिड छ होइन। कस्तो लागिरहेको छ बाटोमा हिँड्दाखेरि? एकदमै राम्रो, एकदमै नै राम्रो छ सबै कुराहरू। यता हेरौँ यता हेरौँ। ठिक छ। अलराइट, हामी चाहिँ अब एकछिन अझै घुम्नेवाला छौँ किनभने रमाइलो भइरहेको छ। विल वक मोर, विल इट सम फुड एन्ड देन ओन्ली विल गो होम होइन। सो फोनमा चार्जर सक्यो नि सबैको फोनमा।
देख्न सक्नुहुन्छ हाम्रो अब भेटघाट भइसकेको छ। अब चाहिँ हामी खाना लाग्ने, मैले नयाँ टोपी पनि पाइसकेको छु है। अनि अब चाहिँ हामी खाना लाग्ने भनिरहेको छौँ। सो वी हेडिङ टु आवर रेस्टुरेन्ट, सो सी यु गाइज इन रेस्टुरेन्ट है त। फाइनली वी मेड इट टु रेस्टुरेन्ट है। यस हामी आइसकेको छौँ अनि थ्याङ्क यू। खाना पनि आइसकेको छ, पापड मुरब्बा कस्तो हो, मिठो। सो अब हाम्रो खाना खाइसकेपछि अगाडि बढ्नेवाला छौँ। दाइ भोक मेटियो नि अलिकति भयो नि, सुरु नै भएको छैन, कसरी मेटिन्छ? अब बिस्तारै मुरब्बा है, कम्प्लिमेन्ट्री पापड र मुरब्बा कस्तो हुँदैछ? बल्ल स्टार्ट हुँदैछ। अब चाहिँ अलि भएपछि भनौँला। र सबैलाई एकदम माया छ र धेरै धेरै सम्झना छ। आज हामी मोन्टीमा बस्छौँ आज डाइन गर्न, एन्ड आई डोन्ट नो वाट्स द रेस्टुरेन्ट दिस इज। सो लेट्स इन्जोय द टाइम, लेट्स गो विथ द फ्लो। सो द्याट्स आई वान्ट टु से। खुर्सानी मागौँ न, हरियो खुर्सानी यार है। यसको नाम के छ अरे? यसको नाम के हो? सबै मिठो छैन क्या, चङ्गाहरू चाहिँ कता खाएर केही पनि छैन मिठो त साँच्चै कि। तन्दुरी चिकन मिठो त केही पनि छैन, तर खानालाई भोको पेटलाई साँच्चीकै छैन। अब मिठो त सपिङ चल्दैछ यहाँ चाहिँ हल्का फुल्का होइन। गद्दिस स्टफ, फ्रिज म्याग्नेट भने जस्तो होइन। पथेलले टोपी हेर्दैछ यहाँ। तँले के लिने तिमी? त्यो सल्लाह लिग न यसो एउटा डिसिजन के भयो? खै नाइस, यताको देखाउ त। यो है गाइस चाहिँ यो अब हाम्रो यहाँ हल्का फुल्का सपिङ हुन्छ अनि त्यसपछि हामी जानेवाला छौँ है त। चाहिँ दामी एकदम फुड कार्टहरू रहेछ साइडमा। एन्ड वी आर प्लानिङ टु डु जुरोजको है त्यस्तो राम्रो। वी आर प्लानिङ टु डु, यसलाई के भन्छ अरे? चर्केपिङ होइन, चर्केपिङ गर्ने प्लान छ हाम्रो चाहिँ। दामी भ्यू आउँछ होला माथिदेखि चाहिँ। बिजी है, अति बिजी छ, अति बिजी, क्रेजी। Alright guys, we are here at हामी कहाँ छ? मोन्ट्रियलमा। काले होइन नौराज कालो छ, रातिको यसलाई गाह्रो छ। कालो होइन नौराज कालो छ, रातिको यसलाई गाह्रो छ। कालो यो ला 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 गाइज माइक उड्यो,
माइक उड्यो है सरी अब I'll show you the room है by the way I'll show you the room this is a second by far the best room भनौँ न होइन so this is the entrance we have भर्खरै सामानले भरिसकेको छ this is the other A and B though sorry room number 1 room कस्तो छ आज हिजोको कम्पेयरमा इट्स बेटर alright so यहाँ खाट रहेको छ and this is the kitchen we have है यो चाहिँ overall kitchen and this is the other room it's pretty nice हैन and then we have the के हो यो wardrobe I guess washroom यहाँ के हो यहाँ I guess we have to open the light and we can go back side हैन त्यही हो ल Finally, we are here at Chinatown, होइन Chinatown. हामी चाहिँ Chinatownमा छौँ अहिले. ओए lovely bike है. Kawasaki. BMW. What's this? ओ यो कुन बाइक हो थाहा भने निन्जा रहेछ ओए सब्स्क्राइब पैसा आइन यसलाई देऊ न यही हो अब चाहिँ जे होस् एकछिन यहाँ घुम्ने अलमोस्ट यो बन्द भइसकेको रहेछ किनभने हामी आउनलाई पनि अलि टाइम लाग्यो ढिलो भयो भनौँ न रुममा गयौँ एन्ड देन हामीले हाम्रो सामानहरू वापस राख्नुपर्ने कुराहरू सो टाइम लाग्यो त्यही भएर मार्केट अलरेडी अलमोस्ट क्लोज भइसकेको रहेछ तर जति जे छ अब घुम्ने अनि त्यसपछि विल मुभ ब्याक टु आवर होटल है त हाम्रो लेट नाइट चाउचाउ पार्टी हुन लागिरहेको छ हैन हाम्रो लेट नाइट चाउचाउ पार्टी हुन लागिरहेको छ चाउचाउ मेड बाई कनिष्का पाण्डे एन्ड मिस साना सुवेदी ओ सम एग्स एज वेल अन्डा पनि छ अन्डा मिठो छ एकदमै दुईटै ल है त हामी टेस्ट गर्छौँ एकदम मिठो बनाउनुहुन्छ उहाँले चाहिँ अब हामी टेस्ट गरेर उहाँलाई साथ दिनेवाला छौँ धन्यवाद सर हजुर ठिक हुनुहुन्छ नि सर सर एकदम ठिक हुनुहुँदैन अहिले त्यही भएर ठिक छ है त गुड मर्निङ गाइज वेलकम टु डे 3 मा स्वागत छ सबैजनालाई हाम्रो चिया बन्दैछ यहाँ चाहिँ डोली चाय अब यहाँ क्रोसन पनि छ अब के भन्छ जुस पनि छ सो लेट्स गो चिया खाइदिने अनि फेरि चल्दिहाल्ने हामी हिँड्यौँ हामी सबै काम सकाएर खानेकुराहरू खाएर फाइनली वी आर हेडिङ ब्याक हामीलाई टिकट पनि आयो है आज टिकट आयो किनभने हामीले नो पार्किङमा पार्क गरिरहेको थियौँ बुझ्ने सकियो भाडा माझेर यो फाल्दै बाहिर लगाएर छुट्याइदिए है क्लिन छ क्लिन इट्स अल क्लिन सो लेट्स गो गाइज लेट्स गो ठिक छ है यो पनि भन्छ के त्यो ढुका खुल्ला भएर होला हौ
बज्छ बज्ने कुरा बज्छ ल लेट्स गो है त ल सुरु भयो यात्रा हाम्रो आजको यस मोन्ट्रियलको कार्यक्रम भव्य बनाइदिनु भएको सम्पूर्ण दर्शकहरूलाई पनि धेरै धेरै धन्यवाद छ आज हामी चाहिँ जाँदैछौँ चर्चमा मोन्ट्रियलको वान अफ द फेमस चर्च हैन अनि लगभग अब 2-3 मिनटको वकिङ डिस्टेन्समा छ हाम्रो चर्च जानेवाला छौँ एक्सप्लोर गर्नेवाला छौँ जिससले के गरिरहनु भएको छ भित्र भनेर हैन सो लेट्स गो गाइज विल सी यु इन द चर्च फुल पनि देखाइदेन फुल राम्रो राम्रो फुल एक दिन चढी जानु छ रुवाउँदै सबको मन सबलाई बिदा दिँदै रुवाउँदै सबको मन साथीभाइ आँसु झर्छन् रुवाउँदै सबको मन के नै छ यो जीवनमा दुःख बाहेक झन् लौ सुना 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 लौ सुना सुना है लाई लाई लौ सुना We are here finally at the church. So भित्र जानुपर्छ यहाँदेखि चाहिँ हैन यहाँ हल्का म्युजिकल इन्स्ट्रुमेन्टहरू बज्दैछ अब हामी भित्र लागेको है यहाँको चाहिँ एउटा खतरा एट्र्याक्सन भनेको चाहिँ है वान अफ द बेस्ट एट्र्याक्सन इन मोन्ट्रियल माथि पनि जान मिल्छ माथि म्युजिकल नाइट हुन्छ यता क्यान्डलहरू छ होइन दाजुभाइ फोटो खिच्ने कार्यक्रम चाहिँ हुँदैछ यहाँ होइन ठुलो चर्च छ यो चाहिँ यस यहाँ चाहिँ यिनीहरूको म्युजिकल नाइटको लागि पर्फर्मेन्स हुने ठाउँ चाहिँ यो माथिको हो सो यो चाहिँ 3टा तल्ला रहेको छ अनि जब हुन्छ कार्यक्रम तब सबै बिजी रहन्छ सबैजना आफ्नो फोटोहरू खिच्ने व्यस्त छ हाम्रो ग्रुप पनि व्यस्तै छ दर्शकबिनहरू सानो सल्लाहपछि हामी चाहिँ चाइना मार्केट छोडेर नेपाली रेस्टुरेन्ट नै आउने डिसिजन भयो पोर खाना अरे पोर खाना मन ओए चङ्गेलाई पोर खाना मन थियो अरे बरुण काप्दिन हो त्यस्तो पनि छैन पानी नै हाम्रो भनेको पो हो त पोक हाल्दैनौ भनेर बोतलमा आएको छ त्यति नभने त खुवाइहाल्छ हाम्रो खाना आउँदैछ है हाम्रो अलिकति पकौडा चाहिँ भइसक्यो तर हाम्रो अब खाना आउँदैछ खाना आएपछि ट्याक्क देखाउनेवाला छ मगाएको भयो दुई बाइटमै सक्यो झोल मोमो के मगाएको भयो भनेको हाम्रो दर्शकबिनहरूले चाहिँ हाम्रो शरीर मात्र हेर्नु साथीहरू यस्तै ल्याम्ब जस्तो गर नि त एउटा आउँछ नि ल्याम्बे दाजै माइलो भएन माइलो त बात फोन हान्दिउँ अङ्कललाई भर्खरै होइन नाइलालेमा हेल्परलाई दिएर आउनु डाइलग साला हेल्पर भन्दो रहेछ क्यारेक्टरदेखि त्यो के पठा भन्छन् हौ मलाई टिकटकमा र त्यो हाल्दै त्यो हाल्दै भन्छन् गिफ्ट हरामी खान गिफ्ट हामीलाई पनि भनेको त अस्ति नै फोनमा साथीहरूलाई पठाएर गिफ्ट हाल्न भनेर को को थियो त्यति बेला तिमी चाहना थिएन चाहिन्छ नि जाऊ के थियो चाहना नि थियो Alright guys, we are here at the end
अफ द सिरिज अलमोस्ट हाम्रो अब ब्लग एन्ड हुने बेला भएको छ किनभने वी जस्ट ह्याभ वान मोर लास्ट डेस्टिनेसन रिमेनिङ वी आर गोइङ टु मोन्ट्रियलको मार्केट लास्ट डेस्टिनेसन अफ द डे एन्ड देन विल बी हेडिङ टु होम किनभने लगभग 8 घन्टा लाग्छ हामीलाई घर जानको लागि स्ट्रेट गयौँ भने पनि त्यो चाहिँ हुनेवाला छैन बाटोमा रोक्दै पिसाब फेर्दै केही खाँदै जानुपर्छ सो इट्स गोना बी अलमोस्ट लाइक 9-10 घन्टा घर पुग्नको लागि होइन त्यही भएर अब मार्केट चाहिँ लास्ट हुनेवाला छ मार्केटमा गएर चाहिँ मैले भ्लग एन्ड गर्नेवाला छु होइन त्यतिन्जेलसम्म चाहिँ हेरिराखिदिनु होला हामी चाहिँ गाडीमा आइसक्यौँ मैले अब गाडीमा चढ्ने त्यसपछि मार्केट जाने फर्मुला 1 को गाडी चाहिँ रहेछ है 1977 Ferrari T2 अरे नाइस So we'll do a bit of shopping and then we'll move forward, right?